चाहिँ वान अफ द ओपन फ्र्याक्चर भन्छ होइन, जसमा चाहिँ हाम्रो हड्डी फ्र्याक्चर भएर हड्डी चाहिँ छाला बाहिर आउने कन्डिसनमा पहिला चाहिँ हामीले टेम्पोरेरी स्टेबलाइजेसनको लागि भएको फ्र्याक्चरलाई फिक्स गरेको थियौँ। तर त्यो छाला चाहिँ तल खुट्टाको छाला चाहिँ हिलै भएन होइन, निकै भएन। अनि हामीले त्यो इम्प्लान्टहरू राखिसकेपछि पातालाई चाहिँ जसो छोप्नुपर्छ। त्यो बाहिरै राख्थ्यो भने चाहिँ त्यो इन्फेक्सन हुनसक्छ। अनि हड्डीमा इन्फेक्सन भयो भने चाहिँ अङ्गभङ्ग हुने र बिरामीले लामो समयसम्म दुःख पाउनुहुन्छ, र निकै हुँदैन त्यो चाहिँ। त्यसको लागि चाहिँ हामीले अर्को खुट्टैबाट छालालाई चाहिँ रोटेट गरेर त्यसमा चाहिँ टाँसेर एउटा जटिल भन्दा पनि एउटा माइक्रोसर्जिकल भनेको अब भेसल्सहरू मिलाउने भेसल्सहरू शुद्ध सिलाउने खालको सर्जरी हो, जसमा चाहिँ अब खुट्टाको पछाडिको छाला अथवा मासु सुत्दै लगेर त्यो ठाउँमा त्यो पातालाई चाहिँ छोपेको होइन। त्यो गर्नलाई यो ठुलो ठाउँमा त भइरहने सर्जरी हो। यो हाम्रोमा चाहिँ एकदम लिमिटेड स्रोत साधनमा यदि गर्नु भनेको चाहिँ हामीले अलिकता एउटा ल्यान्डमार्क सेटअप गरायो होइन। अब फ्र्याक्चर फिक्स गर्न मात्रै ठुलो कुरो होइन, त्यसको जो कम्प्लिकेसन्सहरू आयो भने चाहिँ त्यसलाई पनि म्यानेज गर्नलाई चाहिँ यही ठाउँमा हुन्छ भन्ने कुरा चाहिँ एउटा हामीले ट्रेन्ड बसाउनु खोजेको होइन। भने चाहिँ यस्तो केसहरूलाई चाहिँ हामीले मिनिमम पनि धनगढी अथवा काठमाडौँ गराउनु पर्थ्यो होइन। यस्तो केसहरूलाई पहिला गइरहेको पनि देखिराखेको थियो होइन। त्यो चाहिँ अहिले हामीले यहीँ म्यानेज गरेछौँ होइन। पुसदेखि आएको हो होइन। यहाँ भनेको चाहिँ अपर्च्युनिटी पनि छ, स्रोत साधन त जहाँ पनि लिमिटेडै छ होइन। त्यो लिमिटेड स्रोत साधनको बावजुद पनि यसमा सेवा दिएर बिरामीलाई ठिक पार्नलाई जुन सेटिस्फ्याक्सन पाइन्छ त्यो चाहिँ अन्त्यतिर पाइँदैन। अब त्यसैको लागि पनि एउटा मोटिभेसन फ्याक्टर चाहिँ त्यो वान अफ द ग्रेट मोटिभेसन चाहिँ त्यो भयो मेरो लागि होइन। त्यही बिरामी सबैभन्दा ठुलो मोटिभेसन फ्याक्टर यहाँ